नमस्कार सबैजना फेरि पनि आज म यहाँ भक्तपुर दरबार स्क्वायरमा आइपुगेको छु। म चाहिँ यो पछाडिबाट आएको थिएँ। हो यो ठाउँको भिडियोहरू खिच्दैछु, बनाउँदैछु। पुरानो शैलीको घर हो यिनीहरू, सबै काठले बनाएको छ। भुइँ चाहिँ इँटाले छापेको छ। यहाँ चाहिँ दुईटा सिंह हो कि बाघले सब स्वागत गर्दैछन्। सबैभन्दा अगाडि यहाँ देखिन्छ। फोटो खिच्दैछन् कोही यहाँ। यो चाहिँ शिलालेख हो, यो स्टाम्पमा बनाएर लेखेर राखेको छ। हामीले यो बुझ्न सकेन के लेखेको छ भनेर। काठको टेकोले बनाएको छ यो घर चाहिँ। यो स्तम्भ हो कि के हो? यहाँ चाहिँ सूचना पनि लेखेको राखेको छ। यो चाहिँ काठको खम्बो हो। यस्तो छ माथि छाना चाहिँ। यहाँ चाहिँ माथि जान चाहिँ बन्द गरेको छ अहिले चाहिँ। चापी लगाएर छोडेको छ। यो चाहिँ बनाउँदैछ, पुनर्निर्माण गर्दैछ के हो यो? पुरै बाँसको खट थापेर त्यतिकै छोडेको छ। फोटो खिचाउँदैछ हाम्रो भाइ। फोटो खिचाउँदैछ कि भिडियो बनाउनु हो तपाईँले? यो चाहिँ ढुङ्गे धारा हो, पुरानो पानीको धारा। अहिले चाहिँ पानी छैन। यो ढुङ्गाको घर हो। यो घर हो कि के हो यो? यहाँ चाहिँ दुईटा हात्ती रहेछ अगाडि चाहिँ। यो चाहिँ ढुङ्गाको घर हो। हेर्नुहोस्, ढुङ्गाले बनाएको छ। यस्तो कलात्मक तरिकाले बनाएको छ। यो ठुलो घन्टीलाई यसरी झुन्ड्याएको छ यहाँ, र यसलाई अड्याउनको लागि यो दुईटा ठुलो पिल्लर बनाएको छ। यता दुईटा, माथि चाहिँ काठको बनाएको छ। यता दुईटा ठडाएको छ। यहाँ सबैजना डुल्न घुम्न आएको छ। यो ठाउँको बयान गरेर सकिँदैन हामीले, मात्र हेरेर आनन्द लिने हो।
यहाँ ठुलो स्तम्भ छ, यो पनि सबै ढुङ्गाले बनाएको छ। यहाँ चाहिँ भक्तपुर महोत्सवको सूचना रहेछ, यो चाहिँ भइसक्यो हो। यहाँ चाहिँ स्कुल रहेछ। यहाँ चाहिँ म्याप लेखेर राखेको छ। नेपाली विदेशी सबैजना घुम्न आएको छ यहाँ चाहिँ। आँखी झालहरू छन् यहाँ। भक्तपुर दरबार स्क्वायर। हामी घुमेर बाहिर निस्किँदैछौँ, अब जाने भइसक्यो। अर्को पटक भेटौँला। सबैलाई धन्यवाद।